भइरहेको अनुसन्धान कहाँ पुग्यो? के गर्दैछ बालेन सरकार? कहिले हुन्छ मुद्दा दर्ता? गोली चल्दा किन मौन थियो बालुवाटार? ओली लेखकको मोबाइल लोकेसनदेखि गोप्य आदेशसम्म प्रहरीको कब्जामा। काठमाडौँको सडकमा अझै पनि त्यो रगतको टाटा मेटिएको छैन, जसले भदौ 23 र 24 गतेको त्यो भयावह रगतको सम्झना दिलाउँछ। बानेश्वरको संसद भवन अगाडि जब जेनजी पुस्ताका युवाहरू आफ्नो भविष्य खोज्दै नारा लगाइरहेका थिए, तब राज्यको मेसिनरी भ्यान उनीहरूको आवाज थुन्न लाइभ फायरिङको तयारीमा थियो। आज समय बदलिएको छ, सत्ताको बागडोर फेरिएको छ र त्यति बेलाका शक्तिशाली पात्रहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक अहिले प्रहरीको अनुसन्धानको कठघरामा उभिएका छन्। यो केवल एक राजनीतिक उथलपुथल मात्र होइन, यो नेपालको इतिहासमा पहिलो पटक राज्य संरक्षित दमन विरुद्ध हुन लागेको ठुलो कानुन हिसाब किताब हो। बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले सुशीला कार्की नेतृत्वको पूर्ववर्ती सरकारको पालामा गठित उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएसँगै नेपाली राजनीतिको भीष्म पितामह मानिने पात्रहरूमाथि फौजदारी कसुरको तरबार झुन्डिएको छ। गौरी बहादुर कार्की नेतृत्वको उच्च स्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा एउटा गम्भीर प्रश्न उठाएको छ। जब बानेश्वरको सडकमा घण्टौँसम्म गोली चलिरहेको थियो, तब प्रधानमन्त्री निवास बालुवाटार र गृह मन्त्रालय किन मौन थियो? प्रहरीको पछिल्लो अनुसन्धानले त्यही मौनताभित्र लुकेको आपराधिक मनसाय खोजिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अनुसन्धान टोलीले अहिले केवल घटनास्थलको भिडियो हेरेको छैन, बरु त्यो दिनको हरेक सेकेन्डको कमान्ड एन्ड कन्ट्रोलको चिरफार गरेको छ। प्रहरीले सङ्कलन गरेको प्रमाणहरूमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्रीले लेखकको मोबाइल लोकेसन, उनीहरूको सुरक्षा निकायका प्रमुखलाई दिएको मौखिक निर्देशन र मन्त्रालयका लगबुकहरू समावेश छन्। आयोगको प्रतिवेदनले स्पष्ट भनेको छ, 19 जना निर्दोष युवाहरू संसद परिसर बाहिर ढल्दा पनि कार्यकारी प्रमुखले मलाई थाहा थिएन भन्नु कानुनी र नैतिक रूपमा मिल्दैन। प्रहरीले यसपटकको अनुसन्धानलाई फेरिक्स ढङ्गले अगाडि बढाएको छ। सामाजिक सञ्जालमा भाइरल भएका हजारौं भिडियोलाई एआई ट्रोल मार्फत विश्लेषण गरी कुन दिशाबाट गोली चल्यो र कसको आदेशमा बल प्रयोग भयो भन्ने म्यापिङ गरिएको छ। अनुसन्धानमा संलग्न एक उच्च अधिकारीका अनुसार हामीसँग ती घाइतेको बयान छ जसले अस्पतालको बेडबाट मृत्युसँग लड्दै गर्दा प्रहरीको बर्बरता देखेको थियो। हामीसँग ती सीसीटीभी फुटेज छन् जसमा निहत्था प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार थियो। प्रहरीले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी प्रमुख चन्द्र कुबेर खापुङ र सशस्त्र प्रहरीका डीआईजी राजु अर्यालको भूमिकामाथि पनि सूक्ष्म अध्ययन गरिरहेको छ। आयोगले उनीहरूलाई अनुपातिक र आवश्यकताको सिद्धान्त उल्लङ्घन गरेको अभियोग लगाएको छ। भिड नियन्त्रणको लागि पानीको फोहरा वा असुल ग्यासको सट्टा सिधै लाइभ राउन्ड चलाउनु कुन कानुनले दियो? प्रहरी अहिले यही प्रश्नको जवाब खोज्दै बालुवाटार गइरहेको छ र गृहमन्त्रीको त्यो दिनको निर्देशनको संवादको डिजिटल फुटप्रिन्ट पछ्याइरहेको छ। 24 चैतको त्यो दिन नेपालको राजनीतिमा भूकम्प आएको दिन थियो। बालेन नेतृत्वको सरकारले साहसको साथ ओली र लेखकलाई पक्राउ गर्यो। नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीलाई यसरी मानवाधिकार उल्लङ्घनको मुद्दामा पक्राउ गरिएको यो विरलै घटना थियो। 13 दिनको हिरासत बसाइको लागि ओलीले अधिकांश समय शिक्षण अस्पतालमा बिताए भने लेखक प्रहरीको गढमै बसे। सर्वोच्चको आदेशपछि उनीहरू हाजिरी जमानीमा छुटे, तर प्रहरीले स्पष्ट पारेको छ उनीहरू छुटेका होइनन्, अनुसन्धान सकिएको छैन। प्रहरीले अहिले तत्कालीन मन्त्री परिषदको निर्णयहरू र सुरक्षा निकायका प्रमुखहरूसँग ओलीले गरेको अप्रत्यक्ष संवादको पनि अध्ययन गरिरहेको छ। घटनास्थलबाट प्राप्त पोस्टमार्टम रिपोर्टले देखाउँछ कि अधिकांश मृतकको शरीरको माथिल्लो भाग, टाउको र छातीमा गोली लागेको थियो। यसले सुरक्षाकर्मीलाई मार्ने उद्देश्यको साथ पठाइएको थियो भन्ने आशंकालाई
थप बल पुर्याएको छ। ओली र लेखकमाथि मुलुकी अपराध संहिता 2074 को दफा 181 र 82 अनुसार अनुसन्धान भइरहेको छ। यो दफा लापरवाहीपूर्ण काम गरी ज्यान मारेको कसुरसँग सम्बन्धित छ। यदि यो कसुर पुष्टि भएमा उनीहरूलाई 3 देखि 10 वर्षसम्मको कैद र 1 लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। आयोगको प्रतिवेदनमा भनिएको छ, संविधानको ग्यारेन्टी गरेको शान्तिपूर्ण भेला हुन पाउने अधिकारको चिरहरण गरियो। राज्यको संरक्षण हुनुपर्ने व्यक्तिहरू नै नागरिकको हत्याको मुख दर्शक बने। यो वाक्यले नै उनीहरूमाथिको अभियोग कति गम्भीर छ भन्ने प्रश्न पार्छ। 21 फागुनको निर्वाचनपछि सत्तामा आएका बालेन शाहले सुशासन र न्यायलाई आफ्नो मुख्य नारा बनाएका छन्। उनले जेन्जी आन्दोलनका शहीदको न्यायको लागि कुनै पनि सम्झौता नगर्ने अडान लिएका छन्। आयोगको प्रतिबद्धता प्राप्त हुनसाथ त्यसलाई कार्यान्वयनमा लैजानु पनि यो सरकार पुरानो शक्तिसँग डराएको छैन भन्ने सन्देश दिनु हो। रासपाका नेताहरूले पनि यस मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउन दबाब दिइरहेका छन्। उनीहरूको तर्क छ कि यदि आज पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई जवाबदेही बनाउन सकिएन भने भोलि फेरि अर्को कुनै शासकले सडकमा नागरिकको रगत बगाउन हिचकिचाउने छैन। अहिले सबैको नजर जिल्ला सरकारी वकिलको कार्यालय र प्रहरीको अन्तिम प्रतिवेदनमा छ। के प्रहरीले यो शक्तिशाली नेताहरू विरुद्धको अदालतमा मुद्दा दर्ता गर्ने र पर्याप्त प्रमाण जुटाउन सक्ला? प्रहरी स्रोतका अनुसार अनुसन्धान अन्तिम चरणमा छ। हामी केवल मौखिक बयान मात्र भर परेका छैनौँ, हामीसँग वैज्ञानिक प्रमाण छन्। एसपी भट्टराईको यो भनाइले ओली र लेखकको राजनीतिक भविष्य मात्र होइन, उनीहरूको व्यक्तिगत स्वतन्त्रतामाथि पनि प्रश्न उठेको छ। जेन्जी आन्दोलन केवल एउटा विरोध प्रदर्शन मात्रै थिएन, यो नेपाली राजनीतिमा आएको एउटा ठुलो पुस्तान्तरणको लहर थियो। यो लहरलाई रगतले दबाउन खोज्नेहरूको लागि आजको अनुसन्धान एउटा कडा बनेको छ। 19 जना युवाको शहादत र सयौं घाइतेले अझै पनि न्याय पाएका छैनन्। सिंहदरबारको त्यो अग्लो पर्खालभित्र बसेर गरिएको निर्णयले जब सडकमा रगत बगाउँछन् तब कानुनले आफ्नो लामो हात बालुवाटारसम्म पुर्याउँछ भन्ने उदाहरणको कारण हो अनुसन्धानले स्थापित गर्ने अपेक्षा गरिएको छ। केपी ओली रमेश लेखकको लागि यो केवल कानुनी लडाईँ मात्र होइन, यो उनीहरूको राजनीतिक जीवनकै सबैभन्दा ठुलो अग्नि परीक्षा हो। सडकबाट सुरु भएको जेन्जीको त्यो आक्रोश आज कानुनको ढोका ढकढकाइरहेको छ। अब हेर्नु छ कि यो न्यायको तराजु कता ढल्किन्छ, शक्तिको आडमा गरिएको मौनतातर्फ कि मारिएका निर्दोष चित्कारतर्फ। गत चैतमा पक्राउ परेर धरौटीमा छुटेपछि केपी ओली मौन छन्। अझ भनौँ चुनावबाटै ओलीको ओह्रालो यात्रा सुरु भइसकेको छ। पार्टी भित्रैबाट उनको विकल्प खोज्न थालिएको छ भने सरकारको अहिलेसम्मको एक्सन हेर्दा विशेष त रमेश लेखक भन्दा केपी ओली निचोरिएका छन्। उनलाई दिएको सेवा सुविधादेखि एमाले पार्टी कार्यालयसम्म सरकारले खाली गर्न आदेश दिएको छ। सरकारको कुदृष्टि परेको ओलीको आगामी राजनीतिक यात्रा अब अदालतको निर्णयले निर्धारण गर्नेछ।